जय मसीह। के तपाईँ थाक्नु भएको छ? जीवनका समस्याहरूले दबिएको महसुस गर्दै हुनुहुन्छ? के तपाईँले कहिल्यै सोध्नु भएको छ कि प्रभु, मेरो जीवनमा यति धेरै दुःखहरू, बोझहरू किन छ? आजको बाइबल अध्ययनमा हामी प्रवेश गर्दैछौँ मत्तीको 11 अध्याय, जहाँ येशू ख्रिस्टले संसारका सबै थाकेकाहरू, बोझले दबिएका मानिसहरूलाई एउटा अद्भुत निम्तो दिँदै हुनुहुन्छ। यसमा लेखिएको छ, हे सबै परिश्रम गर्नेहरू र भारी बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। अनि यो अध्याय चाहिँ केवल एउटा पढ्ने कुरा मात्रै होइन। वास्तवमा यो अध्याय चाहिँ अध्ययन गरेर तपाईको जीवनलाई यसले चाहिँ परिवर्तन गर्दछ। हालेलुया। तपाईको जीवनलाई यसले परिवर्तन गर्दछ। जय मसीह। म पास्टर साम गौतम र तपाईँ हेर्दै हुनुहुन्छ स्नो मिडियाको विशेष कार्यक्रम बाइबल स्टडी। र यदि तपाईँ परमेश्वरको वचनलाई गहिराईमा बुझ्न चाहनुहुन्छ भने र अहिलेसम्म स्नो मिडियाको परिवार हुनुभएको छैन भनेदेखि अहिले नै यो च्यानललाई लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र आफ्ना साथी सङ्गीहरूको माझमा यसलाई सेयर गर्नुहोस्, ताकि अरूसम्म पनि यो वचन पुग्न सकोस्। आउनुहोस् अब हामी सँगै प्रवेश गरौँ मत्तीको 11 अध्यायको शक्तिशाली अध्ययनमा। मत्तीको पुस्तक 11 अध्यायमा र पहिले हामी यसलाई हामी पढ्नेछौँ। यसमा 3वटा खण्डहरू छन्, हामीले यसमा हेर्न सक्छौँ होइन। हेर्नुहोस्, पहिलो येशू र बप्तिस्मा दिने यूहन्ना, दोस्रो पश्चाताप नगर्ने सहरहरू, र तेस्रो थकित व्यक्तिहरूलाई विश्राम। आउनुहोस् अब हामी यसलाई हामीले अध्ययन गरौँ र यसलाई सर हामी पहिला पढ्नेछौँ र यसमा गहिरा लुकेका कुराहरूलाई हामीले हेर्नेछौँ। यसमा लेखियो मत्तीको 11 अध्यायमा, बप्तिस्मा दिने यूहन्ना, येशू र बप्तिस्मा दिने यूहन्ना आफ्ना 12 चेलाहरूलाई आदेश दिइसक्नु भएपछि येशू त्यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्न जानुभयो। अब यसैलाई हेरौँ न। यो पहिलो पदमै हामीले के देख्छौँ भन्दाखेरि, येशूले जब आफ्नो चेलाहरूलाई पठाउनु बित्तिकै उहाँले चाहिँ के गर्नुभयो भने आफू पनि प्रचार गर्न जानुभयो भनेर भनिएको छ। हेर्नुहोस् त, यहाँ आफू पनि प्रचार गर्न जानुभयो भनेर यसमा लेखिएको छ। यसको अर्थ चाहिँ के हो भने येशू ख्रिस्ट आफू पनि एकदमै काम गर्ने, मेहनत गर्ने हुनुहुन्थ्यो। मैले यसमा यति मात्र भन्न खोजेको हुँ, कतिपय हामीहरू होइन, हामी पास्टर, अगुवा, लिडरहरू चाहिँ अरूले मात्रै काम गर्नुपर्छ, हामी चाहिँ खालि प्रचार गर्ने काम मात्रै हो, अथवा सीमित अर्कालाई सिकाउने मात्रै हो भन्ने हामी सोच्छौँ। तर यहाँनिर येशूले आफ्नो चेलाहरूलाई सिकाउने मात्रै होइन, तर सुसमाचार प्रचार गर्नलाई चाहिँ जानुभयो भनेर वचनमा यसरी लेखिएको छ। अब हामी हेर्नेछौँ 2 पदमा। हेर्नुहोस्, यहाँ 2 पदमा के लेखियो भन्दाखेरि कि यूहन्नाले ख्रिस्टका कामहरूको चर्चा झ्यालखानमा सुने र आफ्ना चेलाहरूलाई उहाँ कहाँ यो कुरा सोध्न पठाए। हेर्नुहोस् है, कुरा सोध्न पठाए, आउनेवाला चाहिँ तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैको प्रतीक्षा गरौँ? अब यहाँनिर हामी के देख्छौँ भने उनले एउटा प्रश्न सोधेका छन्, आउनेवाला, र यहाँ 2टा शब्द प्रतीक्षा। एउटा आउनेवालाको कुरा भयो, अर्को चाहिँ प्रतीक्षा। 3 पदमा हामीले हेऱ्यौँ भने भन्नाले आउनेवाला कोही हुँदै हुनुहुन्थ्यो जसको प्रतीक्षा सबै मानिसहरूले गरेका थिए। अनि उनले सोध्न पठाए कि आउनेवाला तपाईँ नै हो कि अरूको प्रतीक्षा गरौँ भनेर। यहाँ हामी के बुझ्नुपर्छ भन्दाखेरि अहिलेको अवस्थामा चाहिँ यूहन्ना, बप्तिस्मा दिने यूहन्ना चाहिँ झ्यालखानमा छन् र उनले जब सुने येशू ख्रिस्टको बारेमा
तब उनले आफ्ना चेलाहरूलाई सोध्न पठाए अनि यो प्रश्न आयो, आउनेवाला चाहिँ। अब यहाँ कतिपय हामीले बुझ्न गाह्रो के हुन्छ भने आउनेवाला चाहिँ भनेको के हो त भन्दा जसरी वचनमा लेखिएको छ, हामीले धेरै ठाउँहरूमा देख्छौँ मसीहा आउँदै हुनुहुन्छ, मुक्तिदाता आउँदै हुनुहुन्छ। जस्तै येशूख्रिस्टको जन्म भएको बेलामा पनि मुक्तिदाताको जन्म भएको छ भनेर स्वर्गदूतहरूले भनेका थिए र त्यही मुक्तिदाताको चाहिँ उनीहरूले वेट गरिरहेका थिए, होइन, प्रतीक्षा गरिरहेका थिए। र यहाँनिर अचम्मको कुरा के छ भने बप्तिस्मा दिने योहन्ना, जसले येशूख्रिस्टलाई बप्तिस्मा दिएका थिए, होइन, यहाँ 11 अध्यायमा हेर्दैछु, येशूख्रिस्टलाई बप्तिस्मा दिने उनी नै थिए। आकाश खुलेर ढुकुर चाहिँ पवित्र आत्मा ढुकुरको रूपमा आएर येशूख्रिस्टमा आउनुभएको, काँधमा बस्नुभएको उनले देखेका थिए। आकाशबाट चाहिँ स्वर्गबाट आवाज पनि सुनेका थिए, यी मेरा पुत्र हुन् भन्ने। तर पनि अहिले यहाँनिर आएर उनले सोध्दैछन् के आउनेवाला तपाईँ नै हुनुहुन्छ भनेर। त्यो बेला कति अचम्मको कुरा। तर यहाँनिर अब कुरो के छ भन्दा येशूले के जवाफ दिनुहुन्छ हेर्नुहोस् 4 पदमा। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले सुनेका र देखेका कुराहरू योहन्नालाई भनिदेऊ। हेर्नुहोस्, तिमीहरूले सुनेका देखेका कुरा योहन्नालाई भनिदेऊ। अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरू सुन्न नसक्ने भएका छन्, मरेकाहरू जीवित भई उठेका छन् र दरिद्रहरूले सुसमाचार सुनेका छन्। अब कुरो चाहिँ के छ भन्दा यहाँ यसमा चाहिँ मलाई एउटा के लाग्छ, सायद योहन्नाले अथवा योहन्नाका चेलाहरूले यस्तो उत्तर खोजेका थिए होलान् कि के तपाईँ नै हो आउनेवाला मसीहा भन्दा हो मै हो अथवा होइन म होइन भन्ने यस र नोको एन्सर चाहिँ खोजेका थिए होलान्। तर येशूले कसरी जवाफ दिनुभयो भन्दाखेरि रोगीहरू निको हुन्छन्, अन्धाहरूले आँखाले देख्छन्, कुष्ठरोगीहरू शुद्ध भएका छन्, बहिराहरूले सुन्न लागेका छन्, मरेकाहरू जीवित भएका छन्, दरिद्रहरूले चाहिँ सुसमाचार प्रचार गर्दैछन्, दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। अनि यहाँ अचम्मको 5 पदमा चाहिँ येशूख्रिस्टको उत्तर। अब यसबाट हामीले के बुझ्छौँ त, किन येशूले चाहिँ हो मै हो मसीहा भनेर सिधा जवाफ दिनु भएन, किन उहाँले घुमाएर यसरी भन्नुभयो भन्दा येशूले आफ्नो परिचय चाहिँ आफ्नो काम देखाएर भन्दै हुनुहुन्छ। कारण के थियो भन्दाखेरि यहाँनिर के छ भन्दा येशूख्रिस्टको बारेमा भविष्यवाणी भएको, येशूख्रिस्टको बारेमा अथवा ख्रिस्टको बारेमा, आउने मसीहाको बारेमा, जसले चाहिँ रोगीहरूलाई निको पार्नुहुनेछ, बहिराहरूले सुन्नेछन्, कुष्ठरोगीहरू शुद्ध हुनेछन्, दरिद्रहरूलाई सबैलाई सुसमाचार सुनाइनेछ, मरेकाहरू जिउँदो हुनेछन्। र यो चाहिँ आउने मसीहाको बारेमा चाहिँ यो विशेष गरेर मसीहाको बारेमा गरिएको भविष्यवाणी हो, जुन चाहिँ बप्तिस्मा दिने योहन्नालाई थाहा थियो। यसकारणले येशूले सिधा प्रमाणसहित उहाँले भन्नुभयो जाऊ गएर उनलाई यो भनिदेऊ भनेर। तर सिधै चाहिँ यस र नको जवाफ दिनु भएन। आज तपाईँ हामीलाई पनि अचम्म लाग्छ होला किन येशूले चाहिँ हो र होइनमा जवाफ दिनु भएन। किनभने आज हामीले पनि यो कुरालाई बुझ्नुपर्छ कि हाम्रो कामबाट परिचय हुँदो रहेछ भन्ने कुरा। तपाईँको हो भन्दाखेरि अब म पास्टर हुँ, तर पास्टरले के काम गर्छ, अगमवक्ता भनेर हामी भन्छौँ, अगमवक्ताले के काम गर्छन्, प्रेरित भनेको के हो, कि यो हाम्रो जुन टाइटल छ त्यो टाइटल अनुसारको चाहिँ काम भइरहेछ त, टाइटल अनुसारको के हामीले काम गरिरहेका छौँ त। यहाँ हाम्रो चिनारी चाहिँ हाम्रो नामले होइन तर हाम्रो कामले हुँदो रहेछ भन्ने कुरा येशूले बताउँदै हुनुहुन्छ। त्यसपछि 6औं पदमा हामीले के देख्छौँ भन्दाखेरि धन्य हो त्यो जसले मबाट बाधा पाउँदैन, जसले मबाट बाधा पाउँदैन, धन्य हो त्यो। अथवा यसमा चाहिँ भन्न खोजिएको कुरा यहाँनिर बप्तिस्मा दिने योहन्ना दोधारमा परेका थिए, शङ्कामा परेका थिए। तर येशूले भन्दै हुनुहुन्छ त्यो मानिस धन्य हो जो दोधारमा पर्दैन, र जसले दोधारमा पर्दैन त्यसले
मबाट बाधा पनि पाउँदैन। र त्यस्तै गरेर हामी 7 पदमा हेरौँ। अनि तिनीहरू गएपछि येशूले योहन्नाको विषयमा भिडलाई भन्न लाग्नुभयो, तिमीहरू उजाड स्थानमा के हेर्न निस्क्यौ? के हेर्न निस्क्यौ? के बतासले हल्लाइरहेको निगालोलाई? तब तिमीहरू किन निस्क्यौ? के नरम पोसाक लगाएको धारण गरेको मानिसलाई हेर्नलाई? नरम पोसाक लाउनेहरू त राजाहरूका भवनमा पाइन्छन् अथवा त्यहाँ बस्छन्। तिमीहरू किन निस्क्यौ त? के अगमबाडी हेर्नलाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ता भन्दा पनि महान व्यक्तिलाई भेट्नलाई तिमीहरू निस्क्यौ। किनभने यिनी तिनै हुन् जसको विषयमा चाहिँ धर्मशास्त्रमा लेखिएको छ। त्यसमा लेखिएको छ कि हेर, म आफ्नो दूतलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो सामुन्य मार्ग तयार गर्नेछ। अनि यही कुरो अनि यसुले अझै भन्दै हुनुहुन्छ, साँच्चै म तिमीहरूलाई भन्दछु कि स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा दिने योहन्ना भन्दा महान अरू कोही भएको छैन। बप्तिस्मा दिने योहन्ना भन्दा महान कोही छैन। तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ त्यो यिनीभन्दा महान हो। अथवा बप्तिस्मा दिने योहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य जोड तोडले अगाडि बढिरहेको छ। अनि शक्तिशाली मानिसहरू बलजफ्तीसँग यसलाई चाहिँ पक्रन्छन्, किनकि योहन्नाको समयसम्म सबै अगमवक्ताहरू र व्यवस्थाले अगमबाडी गरे, तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने आउनुपर्ने एलिया यिनै हुन्। अब यहाँनिर लेखियो कि आउनुपर्ने एलिया यिनै हुन्। हेर्नुहोस्, यहाँनिर एलियाको कुरा गरिएको छ, किनभने वचनमा लेखिएको छ कि स्वर्गको राज्य अन्त हुनुभन्दा अगाडि एलियाको आगमन हुनेछ। अनि एलियाले तिमीहरूलाई मुक्तिको बाटो देखाउनेछन्। अनि त्यही कुरा येशूले भन्दै हुनुहुन्छ यहाँ कि तिमीहरू विश्वास गर्छौ भने मलाई आउने एलिया चाहिँ यिनै हुन्। एलियाले एलियाको बारेमा भन्दै हुनुहुन्छ येशूले। अनि जसको कान छ त्यसले सुनोस्। अब यस पुस्ताको तुलना म केसँग गरौँ? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरू जस्तो छ, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन् र भन्छन्, हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौ तर तिमीहरू नाचेनौ। अब यहाँनिर येशूले चाहिँ अहिलेका मानिसहरू कस्ता छन् भन्ने कुरा बताउँदै हुनुहुन्छ, उनीहरूलाई चिनाउँदै हुनुहुन्छ। हामीहरूले विलाप गऱ्यौँ तर तिमीहरूले अफसोस गरेनौ, किनभने योहन्ना खाँदै र पिउँदै आएनन् र उनलाई चाहिँ भूत लागेको छ भनी भन्दछन्। अब हेर्नु न, योहन्नाको बारेमा उनलाई भूत लाग्यो भनेर भन्छन्। मानिसको पुत्र खाँदै र पिउँदै आयो र तिनीहरू भन्छौ, हेर घिचुवा, पियक्कड, कर उठाउने र पापीहरूको मित्र भनेर यसुलाई भन्दैछन् मान्छेहरूले। बुद्धि ठिक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ, अथवा मान्छेहरू के बोल्छन्, के काम गर्छन्, यस्ता कुराहरू चाहिँ उनीहरूको कामबाट प्रमाणित हुन्छ। त्यही हुनाले मानिसहरूले बोलेका कुराहरू, भनेका कुराबाट उनीहरू कस्ता छन् भन्ने कुरा यहाँनिर देखिन्छ। येशूले भन्दै हुनुहुन्छ मानिसहरूलाई, तिमीहरूले कुरै बुझ्दैनौ, राम्रो जे गरे पनि ठिक छैन, होइन? चुपचाप लागेर बस्यो भने तिमीहरूले एकदमै दुखी गरिब घिचुवा भन्छौ र खुसी भएर खाँदै पिउँदै अगाडि हिँड्यो भने पनि तिमीहरूले चाहिँ घिचुवा, पियक्कड भनेर भन्छौ। साँचो के हो भन्ने कुरा तिमीहरूले वास्ता गर्दैनौ भनेर यसरी हामीले पहिलो खण्डमा हेऱ्यौँ येशू र बप्तिस्मा दिने योहन्नाको बारेमा। र येशू र बप्तिस्मा दिने योहन्नाको बारेमा यहाँ दुइटै येशू को हुनुहुन्छ? मुक्तिदाता, आउनेवाला। अनि अब त्यसपछिको प्रतीक्षा कसलाई गर्नु पर्दैन भन्ने कुरा हामीले देख्यौँ। र बप्तिस्मा दिने योहन्ना को हुन् भन्दाखेरि उनी चाहिँ एउटा एलियाको रूप हो। पहिला एलिया आउँदैछन् भन्ने कुरा गर्दा एलियाको रूपमा चाहिँ बप्तिस्मा दिने योहन्ना आएका हुन्। र बप्तिस्मा दिने योहन्ना चाहिँ मानिसहरू, जन्मिएको मानिसहरूमा सबैभन्दा महान छन् भनेदेखि, तर स्वर्गको राज्यमा भएका सबैभन्दा साना पनि योहन्नाभन्दा महान छन्। अब स्वर्गको राज्यमा भनेर भनेको कसलाई त भन्दा, जसले
ख्रिस्टको सुसमाचार सुनेर ग्रहण गरेको छ उनीहरू स्वर्गको राज्यमा छन्, जस्तै तपाईँ हामी। यदि हामीले साँचो रीतिले येशूलाई आफ्नो मुक्तिदाता मानेका छौँ भनेदेखि हामी चाहिँ स्वर्गको राज्यमा छौँ। अहिले नै पृथ्वीमै छँदाखेरि स्वर्गको राज्यको लागि तयारी छौँ। र यहाँ वचनमा भनियो, येशूले भन्नुभयो, जो अति सानो होला स्वर्गको राज्यमा भएकाहरू, त्यो सबैभन्दा सानो पनि यूहन्नाभन्दा ठुलो छ। कारण के भन्दा यूहन्नाले त खालि येशू ख्रिस्टलाई देखे अनि उनले सुनेका थिए अब येशू ख्रिस्टको मृत्यु हुन्छ, पुनरुत्थान हुन्छ भनेर, तर त्यो उनले देख्न पाएका थिएनन्। हामीले चाहिँ त्यो सबै कुराहरूलाई देख्न, सुन्न र ख्रिस्ट आफ्नो पिताकोमा गइसकेपछि पनि यतिका वर्ष हामी सँगै यसरी येशूको बारेमा हामी अझै अध्ययन गर्दैछौँ। त्यसकारणले गर्दा स्वर्गको राज्यमा जो हामी छौँ अहिले, हामीहरू चाहिँ साँचो रीतिले येशूलाई मान्नेहरू चाहिँ बप्तिस्मा दिने यूहन्नाभन्दा पनि महान छन् भनेर वचनमा भनियो। अब हेरौँ 20 पदबाट, यहाँ अर्को छ, पश्चाताप नगर्ने सहरहरू भनेर अर्को खण्डमा दिएको छ। अनि यो सहरहरू, पश्चाताप नगर्ने सहरहरूको अवस्था कस्तो हुन्छ? जुन सहरमा उहाँका धेरै जसो शक्तिशाली कामहरू गरिएका थिए, प्रचार गरिएका थिए, प्रार्थना गरिएका थिए, वचनहरू सुनाइएका थिए, उहाँले तिनलाई धिक्कार्न लाग्नुभयो, कारण तिनीहरूले पश्चाताप गरेनन्। धिक्कार तँलाई ए खोराजिन, धिक्कार तँलाई ए बेत्सेदा, किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्रा र खरानी धसेर पश्चाताप गर्ने थिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा टुरोस र सिदोनको हालत बढी सहनीय हुनेछ। एक कफरनहुम, के त आकाशसम्म उचालिने छस् र त पातालसम्म खसालिने छस्? किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहने थियो। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम मुलुकको हाल बढी सहनीय हुनेछ। यहाँनिर हामी के देख्छौँ भन्दाखेरि येशूले विशेष गरेर भन्दै हुनुहुन्छ कि ती सहरहरू जहाँ परमेश्वरको वचन प्रचार गरिएको थियो र त्यहाँ धेरै ठुल्ठुला काम गरिएका थिए, तर पनि कतिपय मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरेनन्। परमेश्वरको वचनलाई उनीहरूले ग्रहण गरेर अनि मानेनन्, होइन? त्यसले गर्दाखेरि यति हुँदै पनि उनीहरूले त्यो ग्रहण नगर्नु भनेको उनीहरूको अवस्था चाहिँ सदम र गमौराको भन्दा पनि बेत्तर हुनेछ, नराम्रो हुनेछ। बरु सदम र गमौराको, टुरोसको अवस्था ठिक होला, तर तिमीहरूको अवस्था ठिक हुँदैन भनेर येशूले यहाँनिर चाहिँ भन्नुभएको छ। त्यसकारण आज चाहिँ हामी कति छौँ यो संसारमा? धेरैजना मानिसहरूलाई परमेश्वरको वचन प्रचार गरिँदैछ, युट्युबबाट, फेसबुकबाट, अनि इन पर्सन, होइन, व्यक्तिगत रूपमा मानिसहरू कति चाहिँ एकदमै चारैतिर हिँडिरहेका छन्, परमेश्वरका दासहरू वचन प्रचार गर्दै। तर ती मानिसहरू धिक्कार छ तिनीहरूलाई जसले परमेश्वरको वचनलाई ग्रहण गर्दैनन्, किनभने भोलिको दिनमा उनीहरूको अवस्था चाहिँ एकदमै दयनीय हुनेछ भनेर वचनमा भनियो। त्यही कुराहरू पहिला सहरको बारेमा भनिएको थियो। अब हामी हेरौँ 25 देखि तल चाहिँ थकितहरूलाई चाहिँ विश्राम भनेर यहाँनिर लेखिएको छ। ती मानिसहरू जसले चाहिँ एकदम थकित छन्, यहाँ लेखियो 25 पदमा, त्यसबेला यसोले भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईँमा धन्यवाद चढाउँछु, किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। अब यहाँ धेरैजना पृथ्वीमा भएका मान्छेहरू जुन छन्, जसले आफूलाई एकदम बुद्धिमान सम्झिन्छन्, जसले आफूलाई एकदम पढे लेखेको सम्झिन्छन् र उनीहरूबाट चाहिँ परमेश्वरको वचन लुकिएको छ, किनभने परमेश्वरले लुकाउनु भयो,
उनीहरूले चाहिँ परमेश्वरको वचनभन्दा पनि आफूलाई महान सम्झिने भएको हुनाले र ती दुखी अथवा गरिब अथवा बालकहरू जो नादान छन् हैन, जो एकदम पवित्र छन्, उनीहरूलाई चाहिँ परमेश्वरले यो वचन दिनुभयो, प्रकट गर्नुभयो। र 26 पदमा लेखियो कि हो पिता बिना कि हो पिता, किनकि तपाईँलाई यही असल लाग्यो। मेरो पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पिता बाहेक पुत्रलाई कसैले चिन्न सक्दैन अथवा चिन्दैन र पुत्र बाहेक पितालाई कसैले चिन्दैन। अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याओ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। हालेलुया, हालेलुया, हालेलुया। यहाँनिर हामीले देख्यौँ वचनमा परमेश्वरले भन्नुभयो, थाकेका बोझले दबिएकाहरू म कहाँ हो, म तिमीहरूलाई आत्मामा विश्राम दिन्छु। मेरो जुवा चाहिँ हलुका छ, बोक्न सजिलो छ, तिमीहरूले बोक्न सक्छौ। र तिमीहरूले संसारबाट दबिएर एकदमै भारी बोकेर हिँडिरहेका छौ, त्यो भारीलाई अहिले आएर बिसाऊ। आज कतिजना मानिसहरू हामी यस्ता छौँ जो भारी बोकेरै हिँडिरहेकै छौँ, बिसाएका छैनौँ। आज परमेश्वरले वचनमा भन्दै हुनुहुन्छ, तपाईँलाई एकदमै थाक्नु भएको छ, बोझ र हैन बोझले दबिनु भएको छ भने आज मौका छ। तपाईँले परमेश्वरमा आफ्ना सबै कुराहरू राखेर यसबाट मुक्ति पाउन सक्नुहुन्छ। आउनुहोस्, जानुभन्दा अगाडि म छोटो प्रार्थना गर्छु। यहाँहरूले मसँग दोहोऱ्याउन सक्नुहुन्छ। यदि तपाईँले आफूलाई परमेश्वरलाई ग्रहण गर्न चाहनुहुन्छ र आफ्नो भारी बिसाउन चाहनुहुन्छ भने आउनुहोस्, मसँग यो छोटो प्रार्थना दोहोऱ्याउनुहोस्। जीवित परमेश्वर पिता, म तपाईँलाई धन्यवाद दिन्छु। प्रभु, मैले यो भर्खरै वचन सुने, म पापी छु भन्ने कुरालाई म स्वीकार गर्छु। म यो संसारको बोझ भारीलाई तपाईँको चरणमा राख्दछु, बिसाउँदछु। तपाईँ परमेश्वरको महिमा होस्। आमेन, आमेन। मित्रहरू, अहिले यो प्रार्थना तपाईँले दोहोऱ्याउनु भयो भने मलाई विश्वास छ परमेश्वरले तपाईँलाई नयाँ जीवन दिनुभएको छ। हुन्छ, आउँदा दिनहरूमा फेरि पनि म यस्तै फेरि हामी अगाडि 12 अध्यायलाई हेर्नेछौँ। र अहिलेलाई म पास्टर साम गौतमलाई बिदा दिनुहोस्। साँच्चै जानुभन्दा अगाडि यदि अहिलेसम्म यहाँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भनेदेखिलाई ठ्याक्कै त्यो बटन थिचेर सब्सक्राइब गरिदिनुहोस् र सेयर पनि गरिदिनु होला। हुन्छ, अहिलेलाई म पास्टर साम गौतमलाई स्नो मिडियाबाट बिदा दिनुहोस्। यहाँ सबलाई जय मसीह।